그대 잠깐 눈을 붙일 때 나는 마음에 물을 붙여요 비밀의 나만의 초콜릿. Hi guys, welcome to my channel. It's me Pratiksha Gurung. अनि आजको भिडियो चाहिँ हाम्रो तमु लोसारको उपलक्ष्यमा एउटा तमु लोसार कार्यक्रम हुन गइरहेको छ मिसिसागामा। अनि त्यही कार्यक्रमको लागि हामी सबैजना जानको लागि रेडी भइरहेको छौं। आजको प्रोग्राममा चाहिँ मेरो र मनिष दाइको फेरि पनि हाम्रो डान्स परफर्मेन्स छ। अनि त्यो बाहेक चाहिँ मैले र मनिष दाइले चाहिँ होस्ट पनि गर्न लागेको छौं आजको प्रोग्राम। त्यसको लागि वाच टिल द एन्ड। अनि आजको प्रोग्रामको लागि चाहिँ हामी चाहिँ सबैजना रेडी हुँदैछ, तर हामी चाहिँ अलि छिटो जानुपर्ने भयो बिकज वी आर होस्टिङ एन्ड वी निड टु प्रिपेयर थिङ्स। त्यही भएर चाहिँ हामी अब छिटै निक्लिन लागेको। हाम्रो अरू बाँकी साथीहरू चाहिँ अब आउँदै गर्छन्। रिमा तयार हुँदैछ। सोन दिदी पनि अलमोस्ट रेडी भइसक्यो। हाम्रो अर्को बिन्जु राणा पनि यहाँ तत्पर भएर we will join you guys later in the video है त। हो गाइजहरु कहाँ हो? See you later. Bye. यहाँ हाम्रो केटाहरु पनि रेडी भइसकेको छ। हेलो हेलो सन्दीप, उ चाहिँ भर्खर आएको छ। हाय भाइ, हाम्रो भाइ। हाय प्रजन दाइ। अब हामी चाहिँ जानको लागि रेडी हो दुईजना? रेडी हो? तिमी त अलि रेडी हैन? हाय, हामी अब निक्लिन लागेको छौं। हाम्रो उबर पनि आइसक्यो। लेट्स गो। कस्तो देखा त नि मलाई आज? ए ल धन्यवाद। ल हाम्रो पछाडिबाट प्रजन दाइ। हाय। अनि हाम्रो भाइ। ल भाइ, तिमीलाई त कस्तो देखेको के? त्यो लामो कपाल भएको कोरियन हिरो जस्तो देखेको के? ओके, वी आर रेडी टु गो। लेट्स गो। हामी चाहिँ जाँदैछौँ किनभने प्रोग्राम चाहिँ बल्ल 6:30 बजेबाट सुरु हो। त्यही भएर अहिले अँध्यारो भइसक्यो। भिडियो क्वालिटी खासै राम्रो नआउन सक्ला, तर पनि हेरिदिनु होला। अहिले पछि उज्यालो भएपछि राम्रो आउँछ। ओके, वी आर फाइनली हियर। यहाँ चाहिँ नेसनल ब्याङ्क्वेट हलमा। ओके लेट्स गो। ल जाम है त। हामी चाहिँ अलि छिटो आएको छौँ, तर अरू मान्छे नै आइसक्यो जस्तो लाग्यो है। हामी फाइनली भेन्यूमा आइपुगेको छौँ। हाम्रो भेन्यू, आजको भेन्यू। ओके, हामी फाइनली भेन्यूमा आइपुग्यौँ। नमस्ते बाजे। सबैलाई स्वागत छ आजको तमु लोसारमा। हजुर। यहाँ चाहिँ हाम्रो अब रेजिस्ट्रेसन हुँदैछ। प्रजन दाइको लागि चाहिँ हामी टिकट काट्दैछौँ। ओके लेट्स गो। नमस्ते। नमस्कार हजुर। वेलकम टु क्यानाडा। हाम्रो भेन्यू आजको कस्तो फिल भइरहेछ त यहाँ आएर? अलिक चर्को बोल्नु न। ठ्याक्कै लोसार जस्तो फिल भइरहेछ। भाइलाई कस्तो फिल भइरहेछ? नेपाल आए जस्तो भयो प्रजन दाइ। आजको लागि प्रजन गुरुङ होइन त? शुभकामना व्यक्त गर्दै आजको यस तमु चो लोसार कार्यक्रमको दोस्रो चरण यहीँ सुरु गर्न गइरहेका छौँ। ला अनि त्यसो चाहिँ के भन्ने? ऊ त्यसले तमु लोसार सरी। ल हाम्रो गाइजहरू पनि आउँदै हुनुहुन्छ है त। ओ सुषमा, यता हेर्नु त। ओ सोन दिदी, ओ बिन्जु राणा, रिमा, सन्दीप। के हो सबैजना एकदम अरट्ठ हाई भनौँ न। हेलो। हाई दिक्षा बहिनी, के छ नि खबर? ह्यापी न्यू इयर। ह्यापी न्यू इयर, ह्यापी लोसार। ह्यापी लोसार।
बल्ल आउनुभएको मनिष दाइ हो कि एकदम ढिलो हुने जहिले पनि टाढाको बाटो हाम्रो मनिष दाइ पनि अब हामी होस्टको लागि पनि रेडी छौँ डान्सको लागि पनि रेडी छौँ र अब हामी यस्तै पछाडि कस्तो राम्रो ब्याकग्राउन्ड तमु लोसार ब्याकग्राउन्ड ओके लेट्स गो मेरो प्रोग्रामको अब यहाँ चिनो हाम्रो स्केड्युल आइसकेको छ मनिष दाइ आर यु रेडी फाड्दिने हो न फाड्दिने हो हाई बिन्जुराना कस्तो फिल भइरहेछ त क्यान्सल हुँदैन कस्तो फिल भइरहेछ त बिन्जुराना एकदम रमाइलो सन्दिदी कस्तो फिल भइरहेछ त रमाइलो भइरहेछ वेयर एक्साइटेड फर योर एङ्करिङ एन्ड योर परफर्मेन्स ओके सुषमा कस्तो फिल भइरहेछ त एकदम वियर्ड न्यू इयर फिल भइरहेछ रजन दाइ र उनीहरूलाई चाहिँ सोधिसक्यौँ फेरि सोध्दिनँ म फेरि सोध्दिनँ सन्दीप कस्तो फिल भइरहेछ त रिमा ए ल सबैले एउटै स्टाइल जोड्ने हो क्या अब हामी बिस्तारै प्रोग्राम सुरु हुँदैछ गाइजहरू सबैजना रेडी छ तम तयारका साथ ल हाम्रो स्न्याक्स लाइन खुलेको छ गाइजहरू स्न्याक्स खानको लागि एकदम एक्साइटेड छन् स्पेशली बिकज दे गट सेलरोटी सेलरोटी खानको लागि एक्साइटेड छन् कस्तो कालो ढल्थ्यो रजन दाइ खानको लागि एक्साइटेड छन् एकदम super hungry and super excited for snacks. लेट्स We are going to devour all the snacks now. हेरौँ है त अब स्न्याक्समा के हुन्छ आज बिन्जु राणाले एकदम धेरै खान्छ रे लेट्स सी बिन्जु राणाको प्लेट कस्तो हुन्छ बिन्जु दिदी धेरै नहाल्नु ल प्लेट सानो रहेछ रे यत्तेरी र सुरुमा हाम्रो स्प्रिङ रोल्स छ अर्को चाहिँ हाम्रो भेज नुडल्स छ थर्ड हाम्रो चिकन टिक्का छ फिश पकोडा छ त्यसपछि हाम्रो यो ग्रीन चटनी के को चटनी हो भन्देऊ नि त ग्रीन सस अनि अर्को चाहिँ ट्याङ्ग्रिन कोट त्यसपछि हाम्रो सेलरोटी छ र आलुदम खोइ देखाउँ त प्लेट देखाउँ भाइको प्लेट अलरेडी फुल हुन लागिसक्यो है यो रिमा सरी प्रसन्न दाइ हेरौँ त प्रसन्न दाइ I've got spring rolls, potato, noodles, celery. कस्तो भयो मिठो छ रिमा मिठो छ बिन्जु राणा कस्तो छ त नि सन्दिदी प्रसन्न दाइ भाइ सुषमा सन्दीप बबाल छ होइन हाम्रो चाहिँ सेलरोटी आलुदम चाउमिन अचार यो फिश पकोडा हाम्रो ब्लग कन्टिन्यू हुँदैछ हामी चाहिँ मनिष दाइ चाहिँ एकदम चिल छ होस्ट गर्नको लागि बिकज मनिष दाइ चाहिँ अब एक्सपिरियन्स मान्छे एफएममा बोल्दै गरेको मान्छे मलाई चाहिँ एक्सपिरियन्स छैन त्यही भएर अलिकति मसँग चाहिँ हाम्रो नन्दा दिदी पनि हुनुहुन्छ नन्दा दिदीलाई भेटेर आज धेरै सन्चरी दिदीबाट नि ह्याप्पी लोसार बहिनी ह्याप्पी लोसार भन ह्याप्पी लोसार नोरा ह्याप्पी लोसार भन नोआ अलि बेसरी थ्याङ्क यू Here I present you Sujumpyo
यो हाम्रो यो दोस्रो चरण इन्फर्मल कार्यक्रमको कार्यक्रम सञ्चालक म मनिष गुरुङ र म प्रतीक्षा गुरुङ। हामी दुवैको तर्फबाट चाहिँ धेरै यो लोसारको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। साथसाथै यहाँ पाल्नुहुने सबैजनालाई नयाँ वर्ष 2023 सालको मङ्गलमय शुभकामना दिँदै आजको हाम्रो यस कार्यक्रमको दोस्रो चरण यही सुरु गर्न लागेका छौँ। आदरणीय दाजु मनिष गुरुङ यहाँ स्टेजमा उपस्थित हुने मनिष गुरुङ होइन, हाम्रो अर्को आदरणीय दाजु मनिष गुरुङलाई बिफोर गरिरहेको छु। हाम्रो डान्स कस्तो लाग्यो त? रजन दाइ कस्तो लाग्यो त हाम्रो डान्स? भाइ हाम्रो डान्स कस्तो लाग्यो त? एकदम राम्रो मात्र? सुषमा हाम्रो डान्स कस्तो लाग्यो त? सन्दीप कस्तो लाग्यो त? ल धन्यवाद धन्यवाद। रिमा कस्तो लाग्यो? हाम्रो डान्स कस्तो लाग्यो? सन्दिदी कस्तो लाग्यो हाम्रो? हार्ड दिया हो क्या? धन्यवाद। भाइलाई कस्तो लाग्यो त भाइ? ल धन्यवाद मेरो साथीभाइहरूलाई। अब हामी भात खान जाँदैछौँ। ल जाम है त, जाम है त। हामी चाहिँ अहिले भात खाने लाइनमा छौँ। भात खाने लाइन हेर्नु त, ओएमजी
यता पनि छ है हाम्रो यहाँ स्पेशल पा दोकान पनि छ है त दाजु हामी अहिले फेरि पनि आउने छौँ पा दोकानमा तपाईलाई यहाँ आएर एकदम नेपाल जस्तो फिल भइरहेछ सन्देरी नभ्याइदिनु ल त्यहाँको सबै खाना भाइ अलिकति खाना चाहिँ कन्ट्रोल है प्लिज गाइज हाम्रो पालीमा त भातै सिद्धियो भाइ भाइ के हो तिमीले सबै भात लिएर गइदियो नभन्दै भाइ कन्ट्रोल के कन्ट्रोल दाल ल है सबै नान पनि छ प्लस स्यालड एन्ड हाम्रो डेजर्ट आज थोरै लिउँ है गाइज आज थोरै लिउँ अरूहरूलाई नि खाने चान्स दिउँ ओएमजी ल यो चाहिँ सुलभको थाल बिन्जु राणाको थाल ओ माई गड बिन्जु राणा रिमाको थाल भाइको थाल सबभन्दा धेरै त तिम्रो होला भाइ यो चाहिँ दही राइता हो कि दही हो कि खोइ क्यारोट क्युकुम्बर राइता रहेछ सबभन्दा थोरै त सुषमाले खाएको होला भाइ अलि धेरै खा भाइ मोटाउनु पर्यो नान भात दाल खसीको मासु कुखुराको मासु प्लस अब यहाँ काउलीहरूको आलु स्यालड अनि राइता पनि छ मिठो छ बिन्जुरा मस्त बिजी छ खानामै भाइ कस्तो छ बवाल छ हाम्रो डेजर्ट
बन्दी पुरैमा हाम्रो आजको प्रोग्राम यही समाप्त भएको छ र फेरि पनि अर्को प्रोग्रामहरु चाहिँ बनाउनु छ एकदमै रमाइलो म त एकदम वाइल्ड नाचे आज अझै सके हैन कन्टिन्यू फाइनली हाम्रो तमुधी कार्यक्रमको अब अन्त्य चाहिँ भइसकेको छ। अब यस्तै रमाइलो कार्यक्रमहरू फेरि पनि फ्युचरमा प्रस्तुत गर्नेछौँ। आजको भ्लग हेरिदिनुको धेरै धेरै धन्यवाद। डोन्ट फर्गेट टु लाइक, शेयर, सब्सक्राइब टु आवर च्यानल। यस, कमेन्ट प्लिज। अब चाहिँ हाम्रो तमु लोसार कार्यक्रम फाइनली सकियो नै र अब हामी सबैजना आज एकदमै रमाइलो भयो र अब यस्तै प्रोग्रामहरू फ्युचरमा भयो भने हामी अझै पनि रमाइलो गर्नेछौँ। र हाम्रो लागि किन स्पेशल भयो भने हामीले दुईजनाले होस्ट पनि गरेको एकदम पहिलोपटक, अनि एकदमै रमाइलो भयो, खुसी पनि लाग्यो, सबैले एकदमै राम्रो गर्यो भन्नुभयो, अनि डान्स पनि राम्रो त्यही हो। म त मेरो सधैँ कुरा त्यही हुन्छ, अब म रमाइलो गर्न मन लाग्ने मान्छेलाई नाच्न पाउँछ, गाउन पाउँछ, त्यसै रमाइलो एकदमै रमाइलो भयो। सबैजनाले यो भिडियो हेरेर लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला, अनि के कस्तो छ कमेन्ट पनि गरिदिनु होला। फेरि पनि मनिष दाइको फ्यानहरूले पनि लाइक गरिदिनु होइन अनि सबैले गरिदिनु होला, एकदमै धेरै माया गरिदिनु होला। प्रतीक्षाले एकदमै राम्रो गर्दै गइरहेको छ युट्युबमा, अनि अब छिटै नै मेरो पनि युट्युब आउँदैछ। मनिष दाइको च्यानललाई पनि छिटै सब्सक्राइब गरिदिनु होला, हामी सेयर गर्नेछौँ। यति भन्दै हामी आजको भिडियो यही अन्त्य गर्न चाहन्छौँ है त। ल, अर्कोचोटि भेटौँ न। त्यति जेलसम्मको लागि चाहिँ आफ्नो केयर गर्नु होला सबैजनाले। ह्याप्पी न्यू इयर, ह्याप्पी लोसार। बाई बाई। आई लभ यु अल। ल ल ल, ओके, यो चाहिँ कट कट कट। ओभर एक्साइटेड है। ओके, बाई। Happy Losar, guys. Okay, bye.